हेलो सिमिङ नेपाल नमस्कार सम्पूर्णमा म चाहिँ अहिले यो प्युठान जिल्लाको स्वर्गदारी नगरपालिकामा छौँ। तपाईँहरूलाई चाहिँ म यो स्वर्गदारी नगरपालिकाको पुरा एरिया र भ्यू अनि स्वर्गदारी मन्दिर जाने बाटो देखाउँछु है त तपाईँहरूलाई म। ल हेर्नुहोस् त यो यति राम्रो फाँटहरू छ यो प्युठान स्वर्गदारी नगरपालिका। ल हेर्नुहोस् त यति राम्रो राम्रो फाँट छ भने यता आएर चाहिँ यो देखेको त्यो भिङ्गी बजार भन्छ यसलाई चाहिँ स्वर्गदारी मन्दिर जाने चाहिँ बाटो त्यही नै हो, त्यहीँबाट गइन्छ भने अहिले चाहिँ पानी परेर कुहिरो लाएर अलि देखेको छैन। त्यही भिङ्गी बजारबाट हुँदै हुँदै स्वर्गदारी मन्दिर चाहिँ माथि डाँडामा छ है। लगभग धेरै माथि छ त्यो भिङ्गी बजारबाट पनि। त्यहाँबाट यसो हुँदै 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 आएर 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 माथि माथि यहाँ यता घुम्दै घुम्दै गएर यो माथि यो कुइरोलाको भन्दा माथि डाँडामा छ है स्वर्गदारी मन्दिर चाहिँ। यहाँ छ भने यहाँ चाहिँ के भन्ने चलन छ भने हिन्दू धर्मको अनुसार यहाँ मन्दिरमा आएर पूजा गरिसकेपछि चाहिँ मरिसकेपछि चाहिँ स्वर्गमा गइन्छ भन्ने आस्था विश्वास मानिन्छ अरे। त्यही भएर इन्डियनहरू चाहिँ लाखौँको भिडमा आउने गर्छ यो मन्दिरमा चाहिँ घुम्नको लागि दर्शन गर्नको लागि भने मान्छेहरू चाहिँ इन्डियादेखि नै हिँडेर आउँदो रहेछ कि 2 दिन लगाएर 3 दिन लगाएर हिँडेर आउँदा चाहिँ त्यो डाँडाभन्दा उतापट्टि चाहिँ दाङ जिल्ला नै पर्छ। त्यो दाङको तुलसीपुर घोराई हुँदै 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 हिँडेर त्यो मन्दिरसम्म आउँछ भने अब छोटो चाहिँ गाडीमा आउनेहरू चाहिँ यतैबाट आइन्छ उता भालुबाङ हुँदै प्युठानै भने इन्डियनहरू चाहिँ लाखौँको भिडमा हिँडेर आउँछ भने यहाँ धेरै आउने गरेको छ है इन्डियनहरू चाहिँ। ल स्वर्गदारी नगरपालिका चाहिँ यस्तो छ, तपाईँहरूलाई मैले यस्तो भ्यू देखाइदिएको छु है।